ल सबै साथीहरू बोल्न छोड्नु भयो त यसो राख्नुहोस् आफ्नो कुराहरू राख्नुहोस् माथि आउने कोही साथीहरू हुनुहुन्छ भने आउनुहोस् है माथि आउनुहोस् काउकुती सर आउनुभयो रहेछ ल माथि आउनुहोस् न काउकुती सर कहाँ तल बस्नु भएको तपाईँ भरत सर माथि आउनुहोस् माथि आउनुहोस् इरान जस्तो देशमा त अमेरिकाले आन्दोलन गराउन सक्छ भने नेपाल त सामान्य हो नि नेपालमा त अमेरिका आउनै पर्दैन सर त्यो लक्की बिष्टले भन्छ नि बङ्गलादेश पाकिस्तान के पाकिस्तानलाई भनेन बङ्गलादेश नेपाल अब यिनी मालदिप्स यिनी देशहरूमा चाहिँ सत्ता पलट गर्नु पर्यो भने उनीहरूको एजेन्सी बिहान चियामा यसो बसे पुग्छ अरे क्या त्यहाँको मान्छेहरूसँग अनि त्यही दिनै कुरोकानी सकिहाल्छ भन्छ कि त्यही भएर हो नेपालमा चाहिँ धेरै गाह्रो छ कि एकदम स्थिर हुनलाई गाह्रो छ कि एकदम कहिले कसले आएर चिया खुवाइदिन्छ कहिले कसले आएर चिया खुवाइदिन्छ के भन्ने चिया पनि ठाउँ ठाउँको खान्छन् फेरि गिरीबन्धुको चिया टोक्ला चिया सर के भयो गम्भीर मुद्रामा हुनुहुन्छ पनि तपाईँ पनि के भयो देशमा सर हामी यो देश एकदमै लगामी छलाङ हान्दैछ देशले त्यही भएर हामीहरू चाहिँ गफ गरिरह कहाँ तपाईँको कुरा सुन्दा त तपाईँहरूको त्यो देशमा चाहिँ अब फेरि अस्थिरतातिर जान लाग्यो जस्तो कुरा भान भइरहेछ हेलो नमस्ते नमस्ते के छ खानुभयो अमेरिकाले नेपालमा आन्दोलन गर्न लाग्यो भनेर कुरा गर्न लाग्यो अमेरिका होइन अब नेपालमा नै हुँदैछ त चुनाव अरू त देशको के कुरा गर्नु पर्यो होइन माथि सर त्यो कुरा गर्दै हुन्छ सरी मैले नबुझेको पुजारी सर तेरे बिना मैं कैसे जिऊँ तपाईँले भर्खर गाना आयो भन्दा अगाडि त तपाईँ साइलेन्ट हुनुहुन्छ यस्तो गर्नु मलाई चाहिँ घाँटी ख्याप पर्नु के हो अघिदेखि चुप्प लाएर बसिराख्ने मान्छे गाना त्यो पनि रुवा लाग्दा नियतमा खोट त्यही भन्न लाग्थ्यो मैले ठिकै छ भोलि नेप्से डाउन हुन्छ कि भनेर चिन्ता पो भयो ल सर भोलि नेप्से डाउन इन्डिकेटरमा के भन्छ सर मलाई त त्यति धेरै हेर्न आउँदैन के भन्छ उसले टेक्निकल्ली के भन्छ टेक्निकल्ली बस्याल सरले चाहिँ कहाँ 1230 ए यो उसको होला ब्याङ्किङको ब्याङ्किङ 1230 बस्याल सरले त जे हेर्नुहुन्छ पर्फेक्सनै हेर्नुहुन्छ उहाँलाई दोष लाउनु हुँदैन नेप्से 2350 भन्दै हुनुहुन्छ उहाँले नेप्से 2350 के त्यहाँ चाहिँ 2000 मा पनि आउने केही ठुलो कुरा अनि यो होइन बुजुङ हाइड्रो पावर कसरी जान्छ होला बुजुङ हाइड्रो पावर राख्नु होला आइपी पर तपाईलाई सबै पहिला सबै पहिला कति लकी मान्छे कहिले समय लाग्दा ठिक हुन्छ कहिले उडाउँदा ठिक हुन्छ बुजुङ छ र तपाईसँग भुङ्गोल होला के अहिले बुजुङ नै BH GL भुङ्गोल होइन बुजुङ नै हो अहिले लिस्टै भएको छैन के टेन्सन लिनुहुन्छ आएको छैन ल तपाईँ पढे होइन अन्त थाहा तपाईँ फरेनवालामा हो भने पऱ्यो होला तर अहिले लिस्टै होइन
BHGL भन्नुभएको के छ सिम्बल BHCL विकास हाइड्रोपावरलाई इङ्ग्लिस अनि बुझाउँछ BHCL त विकास होला त BHUGOL त्यो त भर्खरै आइपी ऊ आएको होइन र यो राजकुमार सरलाई थाहा छ है त्यो राजकुमार सरको स्क्रिप्ट हो राजकुमार सरले भन्नुहुन्छ ल भन्नुहोस् त म्याडम कुन हो विकास जस्तो झन्डीमार कम्पनी बेचिहाल्ने हो तपाईँ बल्ल बल्ल हाम्रो चाहिँ एकजना ऊ हुनुहुन्छ म्याडम हुनुहुन्छ उहाँलाई चाहिँ बियोस नबनाउनुहोस् न यार यस्तो राम्रो कम्पनीलाई झन्डीमार भनिदिनुहुन्छ विकास हाइडो पाड्दा हाम्रो राजकुमार सर 2-4 लाख किता उडाउने मान्छे हो तपाईसँग विकास छ म्याडम विकास छ भने त हिजो अस्ति बेचेको भए राम्रै हुने हो ठिकै छ तपाईको होइन यो तपाईँ अब के भन्ने कति किता छ तपाईसँग तपाईँ अहिले बेच्दाखेरि तपाईँको 40-50 रुपियाँ बच्छ त्यसपछि फेरि किन्दा हुन्छ अब हिजो यत्रो ठुलो चाहिँ तपाईँको बेरी स्क्यान्डल बनाछ यसले त 1-2 दिन त हान्छ होला त केही न केही 1-2 दिन पछि बेच्ने होइन 1-2 दिन अझ झर्न सक्छ कि उस्तै परे 100 रुपियाँ तल झर्न सक्छ कति भन्दा 20 मलाई अस्ति छुटाएर गएको हो मलाई लिन आएको हो नि त सर यो म अब 550 मा आयो भने झ्याप्प किनिदिन्छु 550 मा ल्याएर देखाउनुस् टिकाजी म कहाँ ल्याउनु सर म कहाँ आयो भने किन्छु मात्रै भन्ने हो त्यति नआउला सर भनेको अब म्याक्सिमम धेरै तल आयो भने 580-90 सम्म यसो के टिकाजी अब यो हेर्ने भनेको अहिले हेर्ने भनेको एसवाई पेनल र सागरै हो हेर्ने तिनीहरुको मुभ के हुन्छ त्यो अनुसार के मुभ आउने हो मेरो बुझाइ तपाईको कहाँ भने चाहिँ ल यो क्यान्डलमा छ के यसको चाहिँ हो हैन मैले बुझे टिकाजी त्यो क्यान्डल अनुसार आएर मेरो विचारमा है अब तपाईको घट्ने क्रम चेन्ज स्टक आयो भने त तपाईको चाहिँ त्यो आउने भनेको तपाईले भनेकै ठाउँतिर हो 60-70 तिर हो आउने नत्र भए चेन्ज स्टक चल्न थाल्यो भने फेरि भोलि यहीँ चल्ने हो फेरि इन्ट्राडे करेक्सन गरेर 4-5% तल डाउन हानेर माथि जाने हो जस्तो लाग्छ मलाई पर्सनली त्यसो गर्न सक्छ मैले भने जस्तो त के हुने हो र हामी त हामी स्टक उडाउनु पर्यो अब यो पनि नयाँ हो सर मेरो चाहिँ मेरो अब हामी प्रदीप भाइ छन् नि यहाँ प्रदीप भाइ चाहिँ बुझाउँ न मेरो चाहिँ अटकल के हो भने सर यसमा यस्तो खालको स्टक एकपटक तल यदि आयो भने केही समय साइडवेज मात्रै खेलेर माथि जान्छन् के सर यिनीहरू क्यार्नी हो भाइ विकास हाइड्रो बेच्ने कि क्यार्नी राख्ने भने हल्ला यहाँ चाहियो रे हामी सिलाई अलि हेरिहाल न ट्याक्कै भाइ 20 भन्दा तल गएको म त अलिकति नेगेटिभ छु अन्त छ मसँग
अब तलहरू पनि अब डिसेम्बर 25 तारिकमा यो चाहिँ 450 मा आएको भए मसँग यो स्टक टन्न हुन्थ्यो सर। म 450 कुरेर बसेको थिएँ कि म र भिजेन सर दुवैजना। मैले कम्तीमा 1 लाख आउँछ 1000 जति कुरा गरे होला पुरो ढेल। हो त हामी तपाईँले भनिसकेपछि 450 मा कुरेर बसेका थियौँ, छोडेर हिँड्या हो क्या माथितिर। मैले 4 चोटि ट्रेड गरेँ बिचमा यो अहिले लास्टमा हुनु पहिला एकचोटि त हिस्टो लसी हान्ने मलाई 500 मा किन्दा ठिक छ केही छैन। भोलि मार्केट चाहिँ अब मलाई त सधैँ पोजिटिभ हुन्छ जस्तो लाग्छ सर हरेक दिन। अब भोलिको लागि पनि त्यही भन्नु पर्यो। तर यो पटक चाहिँ मलाई त पोजिटिभ लागेर टिका चाहिँ रिटेस गर्न आएको जस्तो लाग्छ। हाइड्रो पावर त्यो भोल्युम तलतलको कम्पनीहरुमा पनि ज्याम भोल्युम आएको देखेर त एउटा हाइड्रो पावर त्यो रिटेस गर्न आएर माथि जानको हो कि जस्तो लाग्छ मलाई। भोलि फसा छोडेर सेकेन्ड हाफतिर चल्छ कि हाइड्रो जस्तो लाग्छ मलाई। एउटा पोजिटिभ हुने पार्ट के छ भने सर नयाँ तपाईँको जेएनजी स्टक झरेको कारण र उनीहरूको प्राइस अनि उनीहरूको प्रपोर्सन यो हेर्दाखेरि जम्मा 17 अङ्कको झरेको छ र तिनीहरू सबैले नेगेटिभ 10% हानेका छन् होइन। यदि ती मात्रै तपाईँको अलिकति 10% नहानेर 6-7%, 3-4%, 2-3% मात्रै नेगेटिभ भएको हुन्थ्यो भने तपाईँको हाम्रो चाहिँ इन्डेक्स पोजिटिभमै रहन्थ्यो। हेर्नुहोस् मेरो बुझाइ एउटै हो। जेएनजी स्टक चल्दिको अलिकति चल्दिने छ त फेरि तपाईँको चाहिँ लय आइहाल्छ मार्केटमा। अब रेगुलर अलिकति स्प्रेड लिइरहेका चाहिँ हाइडो यो के अरे इन्भेस्टमेन्ट त पोजिटिभ नै छन् नि त। थोरै छन् नेगेटिभ भए पनि थोरै। तपाईँको चाहिँ यो ट्रेडिङ जम्मा 0.18% मात्रै नेगेटिभ छ। बैंकिङ 0 चल्नुपर्छ त चल्दिने मार्केटको भनिन्छ तर अब कहाँ चल्ने हो हेर्नुहोस् एकदमै हाई भ्यालु त भइसक्यो गोकेको त हेर्नुहोस्। अनि अर्को एउटा चाहिँ चान्सेस के पनि हो भने सर जेएनजी स्टकमा अस्ति बेचेका मान्छेले अब यसो कोल्याटर मिलाएर अन्तसिप भयो भने पनि मार्केट बढ्छ। हेर्नुहोस् फेरि त्यो पैसा उनीहरूले अब हेरौँ न केही समय मार्केट त तलै जाला भन्ने जस्तो लागेर बस्यो भने चाहिँ मार्केट तलै जान्छ। अनि अरू स्किपमा चाहिँ उनीहरू गयो भने त्यो माथि जान्छ। र अरूमा गए भन्ने किन लाग्छ भने बिहीबारको मार्केट हेर्नुहुन्छ भने तपाईँको 72% भोलम हाइडोमा छ। त्यो पैसा यता इन्जेक्ट भइसकेको छ क्या करिब केही बाँकी छ होइन। त्यो हिसाबले त्यो जेएनजी स्टकबाट निस्केको पैसा मान्छेले हेरौँ चुनावसम्म अथवा 2-4 दिन हेरौँ भनेर राखेका छन् जस्तो मलाई लाग्दैन। उता बेच्दै गर्दाखेरि त्यो पैसा चाहिँ कतै इन्जेक्ट भएको छ। त्यो कारणले हाइडो पोजिटिभ नै रह्यो। तपाईँको ओभरअलमा तपाईँको हेर्नुहुन्छ भने 62 कि कति हो 62% 72% पैसा त हाइडोले लिइरहेछ त। शेरहप अनि भिजेन सर खानपिन भयो के छ हालखबर के गर्दै हुनुहुन्छ? छोरो तिमीलाई चिसो लाग्यो कि जाऊ बेडमा गयो होला।
भनेपछि मैले लास्ट आवरमा चाहिँ तपाईँको चाहिँ एमकेडी 10 हान्दिन बजिसकेछ खोज्दै त। थिएँ त्यो यो कम्पनीको जाने गर्ने कुन चाहिँ कम्पनी रहेछ? यी हामी चर्चा गरेकै कम्पनी एमकेडी फाल्दिनु थाल्दै थियो ए हिजो जाने गर्ने त्यसमा त हिजो फाल्दा नै बुद्धिमत्ता हुन्थ्यो जस्तो लाग्छ सर। त्यसको क्यान्डल त लास्टै बेरिस बनाएको छ त। असारमा अब जाने गइदैन अब के गर्ने अब मलाई 20 भन्दा माथि बसोस् भन्ने आकलन थियो भने जस्तै भन भोलि 15 मिनटको क्यान्डलमा हेर्नु के सिम्टम देखाउँछ। त्यसपछि आदि त राख्नुपर्छ खेल्नलाई फेरि भोलि बसी एकैचोटि किन्न झ्याउ हुन्छ आदि राखेर आदि फाल्ने तल आए पनि त्यसै खेलिराख्ने म पनि अलिअलि 20% जस्तो बेच्छु। म धेरै बेच्दैन, म पनि बेचेँ भने तल आउँदाखेरि यसो 400 लाख मात्रै भयो भने पनि किन्दाखेरि मजा आउँछ कि पछि तल आए पनि फरक पर्दैन। मैले चाहिँ अस्ति फालेन 50 यो प्रदीप जस्तो यो प्याटर्न नै मैले बुझ्न सकिनँ यार प्रदीप भाइ कम्पनी चाहिँ भन्नु भएन यो मेरो विचारमा यो उड्नुपर्ने हो अझैसम्म उड्न सकेको छैन भाइ सबै कुराले पोजिटिभ देशमा यो हेर त प्रदीप भाइ नभनौँ भाइ यो 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 यहाँ भन्ने ए हेर न भाइ यो चल्नु पनि यो स्टक हेरे पर्दो भाइ जस्तै म चाहिँ चल्नुपर्छ 60 माथि चाहिँ गएन चल्छ जस्तो लाग्छ मलाई त्यही हो पर्दो भाइ सुरु भइसक्यो यो त मेरो विचारमा चाहिँ 150 रुपियाँ खाना पाइन्छ जस्तो लाग्छ यहाँबाट यसो